विशाल दाई गइरहेको कुराहरू काठमाडौँ हुँदै नबिर्सिएर बनाएको छु यस्तो खोला बाटो त होइन यो हो एभ्रिवान हामी चाहिँ होइन टक्क लगाएर एडभेन्चर जाँदा चाहिँ माथि पाहाडमा हामी चाहिँ यहाँ लोकल पार्टीहरू बसिरहेको छ लोकल ग्याङ यहाँ हाम्रो सुदन दाई आकाश दाई विशाल दाई महेश दाई होइन सुनिल मामा हेर्नु आयुष हामी चाहिँ सब जाँदैछु टक्क लगाएर अब माथि पुगेपछि के कस्तो हुन्छ तपाईँलाई सब देखाउँछु है सबले माया देखाउनुपर्छ फेरि हामी युट्युबमा हाल्छु यो भिडियोहरू चाहिँ टक्क लगाएर गाई खानु चाहिँ होइन हिँडिसकेको छु अगाडि गइसकेको कुराहरू दुईजना हिँडेर चाहिँ गरिन्छ नि बेला आज अचानक हाम्रो प्लान बनाइदिएको दुईजना अगाडि बसेर गइरहेको छ यो बाटोबाट छुट्टिन्छ होइन यताबाट चाहिँ काठमाडौँ हुँदै कहाँ काठमाडौँ जान्छ यो बाटो अनि हामी चाहिँ यहाँबाट अब मास्टर जाने हो यो बाटोबाट हेर्नुहोस् यताबाट आउने बाटोको सिन चाहिँ यो हो टक्क लगाएर अब यताबाट काठमाडौँ जान्छ काठमाडौँ हुँदै नौबिसीतिर दिन जान्छ हामी चाहिँ यताबाट अब मास्टर जानु अब पालौँ हजुर टक्क छुट्टिनु सक्नुहुन्छ यो बाटोबाट चाहिँ उकालो अब पुरै एडभेन्चर सुरु हुन्छ है गाइस सब देखाउँछु म हजुरहरूको बाटो बाटो चाहिँ डेन्जर चलाउनु लाग्छ है गाइस होइन पुरै केही पनि चलाउनु लागेको छ यस्तो खोला नालाहरू अब हेरौँ है जाउँ बाटो कस्तो हुन्छ यतातिर गाउँ भन्छ फेरि गाउँ छ खतरा बाटो चाहिँ यस्तो छ यार के हो यो माइ गड यहाँ त केही हिँड्दैन जस्तो छ यार हामी म चाहिँ योभन्दा 1 वर्ष अगाडि आएको थियो कि यो बाटो माथि डाँडामा बाइकमा दुईजना मात्र आएको थियो हामी बर्खाको बेला आज असार साउनको बेला अब हामी धेरै पछि आयो हेरौँ बाटो के हुन्छ यो चाहिँ फेरि खानीको बाटो हो डाँडा सिमेन्ट फ्याक्ट्रीको खानी छ माथि डाँडामा यो चाहिँ अहिले बन्द भएर अनि यो बाटो पनि बन्द छ कि टिपरहरू कुर्दैन नत्र हरेक महिना गाडी कुद्छ हाम्रो बर्खामा मात्रै कुर्दैन थियो अनि अहिले त्यो खानीले बन्द भयो त्यही भएर अब गाडी साडी केही कुर्दैन घाँस काट्न आउनुहुन्छ रहेछ मान्छेहरू हेरौँ के हुन्छ रहेछ सब तपाईँहरूको सब देखाउँछु बाटोको सब कस्तो छ के छ तर बाटो चाहिँ राम्रै छ जस्तो लागिरहेको छ यहाँ चल्दैसम्म ठिकै छ केटाहरू जाँदैछ माथि माथि गएर अब तपाईँलाई हामी स्पेसल लाइफ भन्दै बाँकी नै छ माथि गएर के हुन्छ ट्याग लगाएर पब्लिक अलिक छ बाँकी किराएको छ होइन हाम्रो सानो नानीहरू पनि छ यहाँनिर बाघ बगिरहेर हल्का उचाइमा आइसक्यो माथि नै बाटो चाहिँ यस्तो छ है आएर छ केटाहरू टक्क लगाएर बाटो चाहिँ यस्तो हो अब हाम्रो त हुँदैन माथि पाहाडको बाटो हो अहिलेसम्म चिचिकै भएको बाटो जाँदैछु हामी लगाएर यस्तो छ है बाटो चाहिँ फेरि खतरनाक हामी चाहिँ अलि माथि उचाइमै आइसक्यो तपाईँको गाउँहरूको भिलेज ट्याग लगाएर जङ्गल बिचमा छ दुईजना गइसक्यो बत्तेर पुरै
मासतिर टक्क लगाएर न हामी चाहिँ म चाहिँ यहाँ ओर्दिनु पर्ने भयो यार यस्तोले हल्का बाइक अलिकति कमजोर छ होइन सकको कमजोर त्यही भएर ओर्दिनु पर्यो ठाउँमा ओर्दिनु पर्छ ओ कमान ओइ हँसियो लिएर आएको छ कि छैन कहाँ ल्याएर हँसियो ल्याएन मलाई पाएको कोइरालाको पात देख्न सक्नुहुन्छ अचार बनाएर स्पेसल हुन्छ यो फेरि आयो आयो एडभेन्चर गर्न कहाँ सजिलो छ त गाई होइन हाम्रो दुईजना पागलहरू चाहिँ माथिरै पुग्यो सुत्तै पुगेपछि है खोइ कहाँ पुग्यो जाउँ जाँदै गरौँ हामी नै होइन त्यसको कोइरालाको बुलाइ लिएर होला माथि जाँदा त्यस्तो घिमाल कति दिन्छ ओ मासतिर पाखा भर्यो बाटो त्यस्तो छ है कमान अर्को हाम्रो केटाहरू चाहिँ यहाँ माथि आएर बसिरहेको छ है नाचेर डान्स हालेर काभ्रेले डान्स हाल्दै काभ्रेले ग्याङ हामी आधी माथि पहाडमा आइसक्यो आधी बाटो आइपुगे वाट्सअप के कस्तो भइरहेछ मान्छेसम्म त पुग्छ होला बाटो बन्द भयो भने चाहिँ गाह्रो पर्छ है हामी यहाँ माथि आइसक्यो हामीले यहाँ एक्सट्रिम पनि खाएर फालेको माथि डाँडामा आइसक्यो हामी घरहरू हेर्नुहोस् त्यहाँ कोइरालाको फुल है अचार खाने ओरिजिनल फुल हाम्रो यो लेकतिर पर्ने फुल होइन अचार त्यस्तो दामी हुन्छ यसले टक्क लगाएर मजा आउँछ हामी यहाँ लगभग आधी बाटो पुग्यो है गाई यत्रो मेहनत है माथि आइसक्यो यत्रो मेहनत अब गाई चाहिँ यत्रो चिसो हुन्छ अहिले हेर्नु डाँडामा टक्क लगाएर बवाल भएर छु हामी हिँड्दैछु माथिको भ्यू चाहिँ म दामी देखाउँछु तर हजुरहरूलाई अब अगाडि हेर्नु ट्याग लगाएर चट्टानले बनेको पहाड पुरै होइन ट्यागको उता पारिपट्टि चाहिँ घरहरू गाउँ छ चिसो हुँदै आइसक्यो हाम्रो माथि डाँडामा आइसक्यो माथि हाइटमा आइसक्यो अलि हाइटमा अझै माथि टुप्पो पुगेर देखाउँछु बवाल देखाउँछु त्यो पहाडमा है यस्तो खोज छ पुरै देखो गाइस देखो न गाइस देखो ओ माय गॉड अब खतरा बाटो आयो खतरा बाटो लगाएर यारौँ हामी त गएको माथि डाँडामा पुग्नुपर्छ है माथि डाँडामा देखो यो यहाँ यो भित्ता हुँदै जानुपर्छ हामी माथि मैले भने होइन यहाँ बाइक थियो कि हामी आउने बेला दुईवटा बाइक थियो कि यहाँ यहाँ बाइक छ होइन भित्री अनि जाँदैछु हामी आधी बाटो आइपुग्यो एउटाको भ्यू देखाउँछु कोइरालाको पुल चाहिँ जता हेऱ्यो त्यतै छ है यहाँ पनि छ कोइरालाको पुल वाउ लाली गुराँस चाहिँ छ कि छैन त्यो माथि गएर थाहा हुन्छ है जस्तो लागिरहेको छ मलाई जाँच लाग्छ आयो हेरौँ अब के हुन्छ यहाँबाट चाहिँ बाटो अलिक खतरा रहेछ है हिँडेर जानुपर्ने सम्भव यस्तो पानी लियो चाहिँ पानीले बिगारेको रहेछ कि ट्यागको लगाएर यस्तो छ बाटो अब एडभेन्चर त कहाँ सजिलो हुन्छ होइन टक्कर लगाएर यस्तो खोजहरू छ हामी जाँदैछु के कस्तो हुन्छ होइन बाटो त खतरै रहेछ यहाँबाट मासतिर त्यहाँ तलसम्म चाहिँ बाइक आएको रहेछ यहाँबाट चाहिँ बाइक आएको छैन चाहिँ अब यहाँ बाटो यस्तो ढुङ्गा अब खानीको बाटो अनि सब पुरै खानीको ढुङ्गाहरू कि यस्तो ढुङ्गाहरू छ कि ल हेर्नु न हामी माथि यहाँ डाँडा
यहाँबाट जानुपर्छ टक्क लाएर यो भित्ताबाट अनि माथि जानुपर्छ के कस्तो हुन्छ हेरौँ है टक्क लाएर ठाउँमा त ओर्लिनै पर्छ अप्ठ्यारो ठाउँमा त ओर्लिनु पऱ्यो के गर्नु तर स्कुटी आउनु जाउँछ सिङ्गल आउँछ तर हजुर बाटो खतरा छ हेरौँ मासतिर बाटोमा अब के गर्छ बाइक जान्छ कि जाँदैन गाह्रो छ यार गइरहेछ दाइ बिस्तारै खतरा रहेछ यार बाटो त भेन्चर भने अब यस्तोलाई भन्छ होइन सजिलो त कहाँ पुग्छ त स्वर्गमा पुग्नलाई स्वर्ग जस्तो ठाउँमा पुग्नलाई यस्तो छ बाटो है तलबाट आउँदैछ दुईजना हामी चाहिँ 6जना आएको 3टा बाइकमा डबल लोड बाटो खत्रै रहेछ यस्तो छ बाटो ओ माई गड तर यहाँ मात्र होला यस्तो तलबाट आउँदैछ है मेहनत यस्तो छ है दाइ बिस्तारै है खतरा छ है बाटो चाहिँ गयो ओ माई गड एडभेन्चर यो अन्त अब के गर्नु क्रस फायर भयो भने अब अलकट्टा जानुहुन्थ्यो हाम्रो मामा ऊ एक्लै आउँदैछ हिँडेर हेलो गरिदिनु प्लिज ये अच्छा आउँदैछ है टक्क लाएर हामी चाहिँ दुईजना चाहिँ हिँडेर यहाँ बाटो अलिक अप्ठ्यारो भएर यो ठाउँ कटेपछि राम्रै आउँछ होला हाम्रो टोली चाहिँ माथि दुईजना चाहिँ ओ हेलो टोली दुईजना बसिरहेको छ माथि पुगेर हामी यहाँबाट सर्टकट लगाएर जानुपर्छ अब हामी उता घुमे धेरै घुम्नुपर्छ सर्टकट यहाँ छिर्नु सक्छ त सक्छ ल ठिक छ ल हामी जाउँ यहाँबाट हामी चाहिँ अब सर्टकट यो बाटो जाँदैछु है टक्क लाएर ढुङ्गा छ यार खतरनाक बाटो स्वर्ग पुग्न कहाँ सजिलो छ त गाइज होइन ओ माई गड पत्थरहरू चाहिँ यहाँ ठुल्ठुलै कसम ल छिरेर आउने एडभेन्चर हाम्रो पहिला रले घुम्थ्यो भने अहिले बाटे तले ये बड़ी अच्छी बात कही आप बाटे त होइन यो त कहाँ यार यस्तो बाटे त भन्नु यो कहिलेको स्वर्गमा आउनुपर्छ सधैँ घरमा मात्रै गुम्सेर गाउँमा बसेर भएन नि त गाइज ओ यहाँ तल देखाऊ यस्तो छ अहिलेको माहौल हेर्नुहोस् न माहौल हेर्नुहोस् गाह्रो छ ठिक छ तर हामी यो एउटा मेमोरी हुन्छ नि त यार होइन भोलि पर्सि हामी पछि ठुलो बुढो हुँदै गएपछि ल है यो ठाउँमा चाहिँ यसरी गएको थियो हामी साथीभाइहरू भनेर गएको है टक्क लाएर फाइनली हामी सर्टकट आइपुगिसक्यो माथि 3टा राइडमा छ चलो ओए बाटो यो हो नदेखु नाइस यहाँबाट चाहिँ हामी फर्किने स्थितिमा देख्यो अब हेर्नुहोस् के भइरहेछ यो के भइरहेछ यो एउटा चढ्न सफल भएको छ एउटा बाइक पास भयो
अब छोटे राइडरले के गर्छ हेरौँ अब आइदेन ढकाल्न लगायो कहाँ त्यो चढेन अनि हेर्नुहोस् अगाडिको राइडर भन्दा पछाडिको राइडर धेरै राम्रो पर्यो। एक सर्टमै लगेर गयो। अर्को राइडर आउँदै हुन्छ, कपाल स्ट्यान्डबाट राइडर आउँदै हुनुहुन्छ। हेर्नुहोस् त्यहाँ, हेर्नुहोस् त्यहाँ, हेर्नुहोस् त्यहाँ, यो राइडर अलि दिमाग नपुगेको राइडर परेछ। पुगेको राइडर परेछ। फाइनली पास भयो। अब हामी पनि लाग्यो गन्तव्यतिर। हेर्नुहोस् जानै पर्यो स्वर्गमा, के गर्नु अब। बंद करो हाथ जोड़ के मैं मोदी साहब से गुजारिश करता हूँ। गाइज यो गाह्रो एकदम भेटभेटहरू गर्ने यस्तो गाह्रो छ है। यत्रो डाँडा काँडा चढेर बाटोको यो एउटा यस्तो यो बिग्रिया रहेछ। अब हामी जाँदैछौँ माथि, के हुन्छ ल सब माथि गएर देखाउँछ है। अब चाहिँ गाइज अब खतरनाक बाटोमा आइपुग्छ है हामी। खतरा भनेको उकालो ढुङ्गाको पनि के डरको बाटो है। तर यहाँ माथि हामी हाम्रो माथि जाँदै भन्दा चाहिँ हामी माथि ठाउँ सबै नपुग्दा जस्तो लागिरहेछ। बाटो खोइ बाइक गाडी सानो माथि केही जाँदैन भन्दैछ। अब हेरौँ बाइक पनि गएन भने चाहिँ अब हामी टाइम त फर्किने चान्सेस धेरै छ। हेरौँ यहाँ यत्रो मेहनत गरेर आएको चाहिँ हामी माथिसम्म, अब के हुन्छ देखा जाएगा। तपाईँहरूलाई म एकदम खतरा बाटो चाहिँ देखाउँछु माथि। चढाएर आउँदैछ दुईवटा बाइकमा, हामी अगाडि हामी ओ यहाँ के हो यस्तो डेन्जर छ बाटो यार। ओरिनुपर्छ होला यार। ओ माई गॉड बाटो यस्तो बाल बाल बच गया रे देवा। बाटो खतरा है, यस्तो छ बाटो। दाइ बिस्तारै ल। डेन्जर बाटो यार। बिस्तारै बिस्तारै। कमान कमान कमान। डेन्जर यार बाटो। ओ माई गॉड मलाई छोडेर गयो यार। म्यान पागल भन्ने टेन्सन हुन्छ फेरि यहाँ। ओइ 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 दुईजना गएर त्यहाँ यस्तो छ बाटो यार। डर लागिरहेको छ होइन मनमा नै। मलाई छोडेर गइदियो यार यो। म एक्लै गइदियो। ओए मलाई छोडेर गयो। मलाई डर लाग्छ यार यहाँनिर। खतरा आउँछ है बाटो अब यहाँबाट चाहिँ। स्याहाँ स्याहाँ भने यार थेट गाह्रो छ। देखो चट्यान मुनि बाटो। ओ माई गॉड यस्तो छ है डेन्जर। देखो गाइस देखो एकदम खतरनाक। यहाँ छ यार पेट। हामी यहाँ तलबाट आएको अघि, हामी यहाँ माथि आइसक्यो। ल हेर्नु बाटो यहाँ कस्तो छ। यो अभिटरलाई चाहिँ मान्नै पर्छ है। खतरा। हामी धेरै हाइटमा आइसक्यो।
1 hour later. हामी यत्रो माथि आयो यार यो बाटो हुँदै यहाँबाट यहाँ चाहिँ डेन्जर गाह्रो भएको थियो हामीलाई यहाँबाट हामी धेरै माथि आइसक्यो अब चिसो देख्न सक्नुहुन्छ यहाँ तल चाहिँ त्रिखण्डी रातमाटी छ हामी जाँदैछु यार म एक्लै छोडेर गयो यार सबजना गाह्रो बनाइदियो मलाई चाहिँ यार लास्ट यतिसम्म त गर्नु नभन्छ तुमसे ना हो पाएगा यार यो बाइकमा बस्नेहरूले झोला बोकिने हुन्थ्यो यार थेट म एक्लै आउँदैछु स्याहाँ भएर थेट गाह्रो रहेछ यार ओ माई गड स्याहाँ भइसक्यो कस्तो छ के हो यो जङ्गल मान्छे क्या हो कौन है ये लोग? कहाँ से आते हैं ये? ये सब क्या देखना पड़ रहा है? अच्छा है मैं अंधा हूँ।